अब यहाँबाट जाँदैछौँ। सो यो काँक्रे बिहार हो। हामीले अलिअलि हेरिसक्यौँ सबै। एकदम राम्रो ट्याक्क सुपर डुपर। कस्तो छ काँक्रे बिहार? एकदम बेस्ट सुपर एकदम राम्रो छैन? घुम्न आउनु चाहनुहुन्छ भने आउनुहोस्, आइदिनु होला। सो अब हामी जाँदैछौँ। एकदम चाहिँ मलाई चाहिँ एकदम आहा नै लाग्यो। तर खासै आज ट्युसडे भएर धेरैजना हुनुहुन्न। सो हामीले एकछिन हेऱ्यौँ अनि हामी अब जान लागेको। कसैको ड्युटी जान छ, कसैको खाना बनाउने ड्युटी छ। सो अब हामी जाँदैछौँ। तपाईँको नाम के अरे? मेरो नाम आलु प्रसाद। मेरो नाम के अरे? पिडालु प्रसाद। ओके, हामी आलु र पिडालु प्रसाद अब जाँदैछौँ। सो यस्तो छ, यो यस्तो हो। एकदम धेरै नजिकबाट चाहिँ एकदम धेरै राम्रो छ। त्यस्तो धेरै केही छैन, यता जङ्गल छ। सो यो चाहिँ एउटा मन्दिर अनि मेरो बुढा हुनुहुन्छ बा अगाडि अगाडि गइहाल्नु भयो। किन त्यो आउने जाने अब हामी जाँदैछौँ। अगाडि अगाडि जाऊ। अनि अरू यहाँको विशेषताहरू के रहेछ? यहाँ यो कोही कपल हुनुहुन्छ भने नयाँ नयाँ आउन पनि सक्नुहुन्छ। त्यस्तो धेरै डिस्टर्बेन्स पनि छैन। अरू ढुङ्गाले बनेको मन्दिर हो यो। एकदम धेरै ढुङ्गाले बनेको, एकदम धेरै राम्रो प्राचीनकालीन सभ्यता हो। प्राचीनकालीन सभ्यता र सुर्खेतमा भएको राजाले बनाउनु भएको कर्णाली प्रदेश सुर्खेतमा भएको काँक्रे बिहार मन्दिर हो यो। अनि यहाँ आउनुहुन्छ भने यस्तो रेलिङहरूमा अनि त्यसपछि चढ्न चाहिँ मनाही छ। किनभने यस्तो मङ्कीको जसरी गर्नुहुन्न मान्छे भएपछि मानवता देखाउन पर्छ भन्ने हामीलाई लाग्छ। दिस इज द लेखेको बोर्ड। अनि यो चाहिँ मन्दिर हो। माथि गइसक्यो। अब हामी जाँदैछौँ। यहाँबाट चाहिँ यो गेट हो। हामी यहाँबाट निस्किने हो। यहाँ चाहिँ यस्तो यस्तो पार्टीहरू छ। यसरी हिँड्नलाई सजिलो यसरी। तपाईँले कुन जुत्ता लाउनु भएको छ अरे? आउटडोर। कस्तो खतरा ल। मैले इन्डोर। अनि यहाँ उ गर्दै हुनुहुन्छ, फोटो खिच्दै हुनुहुन्छ। यहाँ स्कुलको बच्चाहरू चाहिँ के गर्न लागेको रे बुढा? के गर्न लागेको रे? भ्रमण होइन, भ्रमणको लागि आएको। के छ होइन, अवलोकन गर्नलाई चाहिँ आउनु भएको। यो चाहिँ म तपाईँलाई एउटा कुरा देखाउन चाहन्छु। सो लुक एट द हियर। काँक्रे बिहार चाहिँ यहाँ लेखेको छ कि यो काँक्रे बिहार सिधा जुम्ला इलाका साम्राज्यका अशोक चल्ले होइन, राजा अशोक चल्लेले चाहिँ बनाउनु भएको रहेछ 1325मा चाहिँ। उनको शासनकाल चाहिँ विक्रम संवत 1312 देखि 1335सम्म चाहिँ रहेछ। चल्लले आफू राजा भएपछि आफ्नो नामको पछाडि मल्ल लेख्न सुरु गरे र यो वंश मान्थे भने यो यसो लेखाएको छ यसमा त्यही चिजलाई चाहिँ इङ्ग्लिसमा चाहिँ लेखाएको छ, रिजन अफ द किङ अफ अशोक चल्ल। अनि यहाँ चाहिँ एकजना दाइ बस्नु हुँदो रहेछ। ओके हजुर, हुन्छ हजुर भन्ने टिकट काट्ने दाइ। ओके हजुर, हुन्छ हजुर भन्नुहुन्छ। अनि एउटाको चाहिँ 20 रुपियाँ लाग्छ। यहाँ 20 रुपियाँ ल्याउनु चाहिँ नबिर्सिनु होला। 20 रुपियाँ भएन भने तपाईँहरू छिर्न पाउनुहुन्न। यहाँ माया दया चल्दैन, पैसा चल्छ। सोध्दै हो। सो अब हामी जाँदैछौँ।